नमस्कार, म फिलिपिन्सबाट आएकी हेरचाह प्राविधिक प्रशिक्षार्थी रीमा हुँ। आज म विदेशी प्राविधिक प्रशिक्षार्थी संस्था ओटीआईटीको बारेमा अध्ययन गर्न चाहन्छु। नमस्कार रीमा, म ओटीटीमा परामर्शदाता भएर काम गरिरहेको तकासी हुँ। ओटीटी रीमा जस्ता प्राविधिक प्रशिक्षार्थीहरूलाई संरक्षण गर्ने महत्वपूर्ण संस्था हो। आज म 9वटा बुदामा विस्तारमा व्याख्या गर्नेछु। ओटीटीले ठ्याक्कै कस्ता कामहरू गर्छ? ओटी प्राविधिक प्रशिक्षण प्रणाली उचित रूपमा कार्यान्वयन भइरहेको छ कि छैन भनी जाँच गर्ने राष्ट्रिय निकाय हो। तपाईहरू सबै निश्चिन्त भएर काम गर्न सकुन् भनेर सुविधा र व्यवस्थापन संगठनलाई कडाईका साथ पर्यवेक्षण गरिरहेको छ। मुख्यालय टोकियोमा छ र सम्पूर्ण देशभर क्षेत्रीय कार्यालय र शाखा कार्यालयहरू छन्। त्यसैले जुनसुकै ठाउँमा भए पनि परामर्श लिन सक्ने व्यवस्था तयार गरिएको छ। म काम गर्नु अघि केही जाँच गरिन्छ? हो, धेरै महत्वपूर्ण जाँच छ। त्यो हो प्राविधिक प्रशिक्षण योजनाको मान्यता। रीमा काम गर्ने सुविधाले बनाएको प्रशिक्षण योजनालाई ओटीटीले राम्ररी समीक्षा गर्छ। कस्तो सिप सिकाइन्छ, कसले मार्गदर्शन गर्छ, जापानी भाषा शिक्षा कस्तो हुन्छ, सबै कुरा विस्तृत रूपमा जाँच गरिन्छ। रेइवा 5 वर्षमा 35 लाख भन्दा बढी योजनाहरू मान्यता प्राप्त भए। त्यति धेरै? त्यसो भए निश्चिन्त छु। मान्यता प्राप्त भएपछि पनि केही जाँच छ? हो, त्यो हो प्रत्यक्ष निरीक्षण। ओटीटीका कर्मचारीहरू वास्तवमा हेरचाह सुविधामा भ्रमण गरेर प्रशिक्षण योजना अनुसार सञ्चालन भइरहेको छ कि छैन भनी जाँच गर्छन्। प्रशिक्षण सामग्री, काम समय, तलब, आवास वातावरण, परामर्श झ्यालको स्थापना आदि साँच्चै विस्तृत रूपमा जाँच गरिन्छ। कति सुविधाहरूको निरीक्षण गरिन्छ? रेइवा 5 वर्षमा 26,153 निरीक्षणहरू सञ्चालन गरियो। त्यसमध्ये 41% सुविधामा सुधार निर्देशन दिइयो। यो संख्या हेर्दा ओटीटीले तपाईहरू सबैलाई जोगाउन कति गम्भीरतापूर्वक प्रयास गरिरहेको छ भन्ने कुरा बुझिन्छ। म हेरचाहमा काम गरिरहेकी छु, तर जापानी भाषाको परीक्षणको बारेमा केही नियम छ? हो, हेरचाह क्षेत्रमा विशेष नियम छ। प्राविधिक प्रशिक्षण 2 नम्बरको अवधिमा N3 उत्तीर्ण गरेपछि जापानी भाषा आवश्यकता घोषणापत्र र परीक्षा परिणाम प्रमाणपत्र ओटीटीमा पेश गर्नुपर्छ। यदि पास गर्न सकिन भने के हुन्छ? ठिक छ, यदि N3 पास गर्न सकिएन भने पनि जापानी भाषा सिकाइ योजना पेश गरे समस्या हुँदैन। ओटीटीले तपाईहरू सबैको जापानी भाषा क्षमताको सुधारमा पनि राम्ररी सहयोग गरिरहेको छ। यदि काम गरिरहेको सुविधाले प्रतिज्ञा पालन गरेन भने के हुन्छ? त्यो महत्वपूर्ण प्रश्न हो। यदि सुविधाले कानून पालन गरेन वा प्रशिक्षण योजना भन्दा फरक व्यवहार गर्यो भने ओटीटीसँग प्राविधिक प्रशिक्षण योजनाको मान्यता रद्द गर्ने अधिकार छ। वास्तवमा रद्द गरिन्छ कनी? हो, रेइवा 5 वर्षमा 120 सुविधाको मान्यता रद्द गरियो र 1403 लाई सुधार आदेश जारी गरियो। यो सुविधाका लागि धेरै गम्भीर कारबाही हो। त्यसैले सुविधाहरू पनि कानून पालन गर्न गम्भीर प्रयास गर्छन्। राम्रो सुविधा छुट्याउने तरिका छ। उत्कृष्ट प्रशिक्षण कार्यान्वयनकर्ता भन्ने मान्यता प्रणाली छ। उच्च गुणस्तरको प्रशिक्षण सञ्चालन गर्ने सुविधाहरूलाई ओटीटीले उत्कृष्ट भनेर मान्यता दिन्छ। प्रशिक्षण सामग्री, मार्गदर्शन प्रणाली, परामर्श झ्यालको व्यवस्था, कानून पालना आदि विभिन्न पक्षहरूको मूल्याङ्कन गरिन्छ। उत्कृष्ट मान्यता प्राप्त गरेपछि के हुन्छ? उत्कृष्ट मान्यता प्राप्त सुविधाले प्राविधिक प्रशिक्षण 3 नम्बर अर्थात् 4 वर्ष र 5 वर्षको प्रशिक्षार्थीहरू पनि स्वीकार गर्न सक्छन्। काम खोज्ने बेलामा उत्कृष्ट मान्यता प्राप्त सुविधा हो कि होइन भन्ने कुरा एउटा महत्वपूर्ण मापदण्ड हुन्छ। व्यवस्थापन संगठनको पनि केही जाँच गरिन्छ? हो, ओटीटीले सुविधा मात्र होइन व्यवस्थापन संगठनको पनि पर्यवेक्षण गर्छ। व्यवस्थापन संगठन सुविधा र प्रशिक्षार्थी बीच उभिएर सहयोग गर्ने संगठन हो, तर त्यो व्यवस्थापन संगठन आफै पनि ओटीटीको पर्यवेक्षणमा छ। कस्ता कुराहरू जाँच गरिन्छ? नियमित रूपमा सुविधा भ्रमण गर्दछ कि, उचित परामर्श झ्याल छ कि, योग्यता प्राप्त व्यक्ति मार्गदर्शनमा संलग्न छ कि आदि राम्ररी जाँच गरिन्छ। रेइवा 5 वर्षमा 5 व्यवस्थापन संगठनलाई सुधार आदेश जारी गरियो। रीमाहरूलाई सहयोग गर्ने संगठन पनि ओटीटीद्वारा संरक्षित गरिएको छ।
समस्या भएको बेलामा जापानी भाषा कमजोर भए पनि परामर्श लिन सकिन्छ? पक्कै पनि। त्यो हो मातृभाषा परामर्श हटलाइन। जापानी भाषा कमजोर भए पनि ठिक छ, मातृभाषामा कुरा गर्न सक्ने परामर्शदाता छन्। कस्ता कुराहरूको परामर्श लिन सकिन्छ? प्रशिक्षणको सामग्री, जीवनको कुरा, तलबको कुरा, मानवीय सम्बन्धको कुरा, जुनसुकै सानो कुरा पनि परामर्श लिन सकिन्छ। रेवा 5 वर्षमा वार्षिक 14,307 परामर्श थिए। 14 भाषाहरूमा उपलब्ध छ र यति धेरै प्रशिक्षार्थीहरूले प्रयोग गरिरहेको छ भन्ने कुराले धेरै भरपर्दो झ्याल हो भन्ने प्रमाण हो। यदि श्रम अवस्थामा समस्या भयो भने के गर्नुपर्छ? पहिला व्यवस्थापन संगठनमा परामर्श लिनुहोस्। त्यसबाट पनि सुधार भएन भने ओटिट वा श्रम मानक निरीक्षण कार्यालयमा पनि परामर्श लिन सकिन्छ। ओटिटमा 85 जना विदेशी परामर्शदाता छन् र हेरचाह क्षेत्रमा अन्तर्राष्ट्रिय कल्याण व्यवसाय संघको विदेशी हेरचाह मानव संसाधन निशुल्क सहयोग पनि प्रयोग गर्न सकिन्छ। परामर्श गरेपछि कति समयमा सुधार हुन्छ? परामर्शदेखि सुधारसम्म समय लाग्न सक्छ, तर एक्लै चिन्ता नगरी परामर्श लिनु साँच्चै महत्वपूर्ण छ। सानो समस्याको बेलामा समाधान गर्न सकिन्छ। यसपछि पनि यो प्रणाली जारी रहन्छ? वास्तवमा 2027 सम्ममा पालन पोषण रोजगार प्रणाली भन्ने नयाँ संरचनामा परिवर्तन हुन्छ। नयाँ प्रणालीमा स्थानान्तरणको नियम ठूलो रूपमा परिवर्तन हुन्छ र 1 वर्ष काम गरेपछि आफ्नो इच्छाले अर्को कार्यस्थलमा सर्न पनि सकिन्छ। त्यो खुशीको कुरा हो। यो फालेर जाने होइन, करियर निर्माण लक्ष्य गरेको प्रणाली हो। ओटिटीले रिमाहरू निश्चिन्त भएर जापानमा सिक्न र काम गर्न सकुन् भनेर सधैँ हेरचाह गरिरहेको छ। समस्या भयो भने नहिचकिचाई परामर्श लिनुहोस्। हो, धन्यवाद। निश्चिन्त भएर काम गर्न सक्छु।